आज फेयरवेलमा को रोयो त? हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हाम्रो 12th क्लासको फेयरवेल रहेको छ। यसको लागि हामी रेडी हुन सन्ध्याको आन्टीको घरमा गएका थियौँ। अनि सन्ध्याले आफ्नो हेयर कर्ली गरिन्। त्यसपछि हामी मेकअप गर्नुतर्फ लाग्यौँ। मेकअप नि आन्टीले नै गरिदिनु भएको थियो हामीहरूको। अनि हामी एउटै ठाउँमा ग्यादर भएर सँगै स्कुलमा गयौँ। हामी अलरेडी लेट भइसकेका थियौँ। अनि मेरो मोबाइल चाहिँ घरमा छुटेको थियो, म लिन गएको थिएँ, तर मैले आफ्नो मोबाइल भेटाइनँ। अनि हामी स्कुलमा फाइनली पुग्यौँ। अनि प्रोग्राम स्टार्ट भइसकेको थियो। अनि यहाँ सबै प्रोग्राम इन्ड पोइन्टमा आइसकेको थियो। त्यही पनि हामी आयौँ अनि हाम्रो सरको डान्स हेर्नु। अनि म स्कुलमा पुग्यौँ। डान्स सकिसकेपछि हामीले यो ब्याचको तर्फबाट हामीले सानो गिफ्ट स्कुललाई दियौँ। अनि साधारण तर्फकोले पनि गिफ्ट दिएका थिए, हामीले पनि दिएका थियौँ। त्यसपछि साधारण तर्फको गिफ्ट हाम्रो तर्फको। अनि सन्ध्या चाहिँ क्यान्टिनमा आएर रोइरहेको रहेछन्। अनि हामीले त्यसलाई नरो भनेर सम्झायौँ। त्यसपछि बाहिर चाहिँ विदाई कार्यक्रम स्टार्ट भइसकेको थियो। अनि मेरो पालो आयो फाइनल। अब यो स्कुलमा हामी कहिले नै आउन पाउनु, मलाई बिदाई गरिदिए यो स्कुलबाट। अनि अब मैले सबै साथीहरूसँग एउटा क्लिपहरू राखेँ। सबै साथीहरूसँग फोटो खिच्न नपाए नि एउटा क्लिप राखेको छु। आधा टिचर्सहरूसँग भिडियो बनाउँदै थिएँ अनि आधा आएर खाना खाँदै थिएँ। त्यसपछि हामी फेरि फोटो भिडियोहरू खिच्यौँ। त्यसपछि सबैलाई बाइक गऱ्यौँ। अब कहिले नि आउन पाउनु यो स्कुलमा भनेर स्कुलमा आएको लागि सधैँको लागि। हामी अब घर जान आँट्छौँ। बाई बाई। आजको लागि यति नै, धन्यवाद। थ्याङ्क यू फर वाचिङ।